बालन शाह तेली तैँले एउटा प्रश्नको जवाफ दिनैपर्छ किनभने यहाँ बाघ कराउनु र बाख्रा हराउनु एकैचोटि भएको छ। तैँले जुन धम्कीपूर्ण सन्देश दिएको थिइस् होइन शहीद दिवसको शुभकामना प्रदान गर्ने क्रममा फेसबुक मार्फत तैँले अन्त्यमा भनेको थिइस् अब फेरि यो देशमा कसैले शहीद हुन नपरोस्। त्यही बेला मैले भनेको थिएँ यसले धम्की दिइरहेको छ हामीलाई, यसले पुरै नेपाललाई नेपाली जनताहरूलाई धम्की दिइरहेको छ कि अब पनि मैले चाहेको जस्तो भएन भने फेरि पनि रक्तपात मचाउनेछु, फेरि पनि देश डढाउनेछु। यसको तात्पर्य त्यही हो भनेर मैले त्यही बेला भनेको थिएँ। आज आएर पो म बिहान एउटाको कमेन्ट पढ्दाखेरि झसङ्ग भएँ है। त्यो मनुवा भनेको झापा क्षेत्र नम्बर 5 को रहेछ होइन। अनि उसले चाहिँ धम्कीपूर्ण के भनेर चाहिँ तल मेसेज तल चाहिँ उसले कमेन्ट गरेको थियो भने यदि झापा 5 मा बालन शाह तेलीले हार्यो भने 23 र 24 को भन्दा पनि भयङ्कर हुन्छ, भयावह हुन्छ देशको स्थिति। त्यो बेला त केपी ओली उम्केर बाँच्यो, शेरबहादुर दम्पति पनि जिउँदै छाडिए होइन। तर अब चाहिँ नेपाली काङ्ग्रेसको, नेकपा एमालेको, राप्रपाको कुनै पनि नेतालाई जिउँदो छोडिने छैन, जिउँदै जलाइने छ होइन। बालेनले झापा 5 मा हार्यो भने जिउँदै जलाउँछन् रे होइन। अनि त्यस पछाडि यो मुख्य पार्टी तीन दलको चाहिँ यो चाहिँ समर्थकहरूलाई पनि कसैलाई नछोड्न रे, एउटै चिहानमा जिउँदै जलाउने रे। के को आयो भने बालेन शाह तेलीले झापा 5 मा आगामी निर्वाचनमा केपी ओलीसँग पराजित भयो भने भ्रष्टाचारीको छोरा तेरो किर्नाहरूको मात्रै हो यो देश। तैँले हारे पनि हामी डराउनु पर्ने, तैँले जिते पनि हामी डराउनु पर्ने। त दोस्रो प्रचण्ड बन्न खोजे हो। ठ्याक्कै त्यो प्रचण्डले बोल्ने भाषा बोलिरहेछस् तैँले है। र एकदम डरमर्दो स्थिति चाहिँ किन भयो भने तेरो र तेरो भरौटेहरूको रिदम मिलिरहेछ एकदमै होइन। तैँले चाहिँ अब फेरि पनि कोही शहीद हुन नपरोस् भनेको छस् है। तेरो किर्नाहरूले के भन्दैछन् थाहा छ तँलाई? आगामी निर्वाचनमा झापा 5 बाट चाहिँ बालेन तेली शाह पराजित भयो भने कसैलाई छोड्दैनौँ हामी। अस्ति त नेताहरू बाँचे, त्यसका समर्थकहरू बाँचे, अब चाहिँ ती नेताहरू र तिनीहरूका समर्थकहरूलाई जिउँदै जलाउनेछौँ हामी। तैँले जवाफ दिनुपर्छ कि पर्दैन? यसको के हो? त्यसको तात्पर्य के हो? तेरो र तेरो भरौटेको रिदम मिल्नुको तात्पर्य के हो? अब हामी डराएर बस्नुपर्ने? तैँले जिते पनि डराउनु पर्ने, तैँले हारे पनि डराउनु पर्ने? अब हामी बस्नै नपाउने, नेपालमा बस्नै नहुने भयो। त्यसले वैद्यखाना पो तेरो बाउले आफ्नै सम्पत्ति जस्तो गरेर चाहिँ डुबाएर सिंहदरबार वैद्यखाना डुबाएर हिँड्यो। तैँले पनि के यो नेपाल तेरो आफ्नै सम्पत्ति जस्तो सम्झाएर फेरि यहाँ के डढाउनु खोज्दैछस्? यसलाई रक्तपात मचाउन खोज्दैछस् फेरि? 23 गतेको मुख्य षड्यन्त्रकारी तँ होस्, षड्यन्त्रकारीको नाइके तँ होस्। 23 गते 24 गते जे भयो त्यो तेरो र रवि ठगी खाने ढोड नाकेको नेतृत्वमा भयो। तिमीहरू अझ पानीमाथिको ओभानो बन्न खोज्ने? जो चोर उसैको ठुलो स्वर, जुन गोरुको सिङ छैन उसैको नाम तिखे। अनि होस् चाहिँ को होस्? तँ को होस् खासमा? मैले भनिहालेँ त, तँ केही न केहीको पात होस् त। तेरो एजुकेसन, तेरो टेक्निकल नलेज होइन, तेरो एक्सपर्टिज, तेरो एक्सपिरियन्स होइन, तेरो चाहिँ ट्र्याक रेकर्ड हेर्ने हो भने केही पनि छैन, पातै छ यार सबै। तेरो ग्रेड नै हेऱ्यो भने सी डिभिजनको इन्जिनियर होस् त। सी डिभिजन। म र मेरो साथीहरूले इक्जामको बेला मात्रै पढेर टियुसँग अफिलिएटेड भएको कान्तिपुर इन्जिनियरिङ कलेज होइन, मसँगै म जस्तो 4-5 जना साथीहरू जो चाहिँ इक्जामको बेलामा मात्रै पढ्थ्यौँ होइन, हामीले डिस्टिङसन ल्याएको छ। बुझिस्? डिस्टिङसन छ इन्जिनियरिङमा। भनेपछि त कति पात होलास् त क्या? तँ त त्यत्रो चाहिँ अद्वितीय मल्टी ट्यालेन्टेड, एकदम एक्स्ट्रा अर्डिनरीली ट्यालेन्टेड इन्टेलिजेन्ट मान्छे रे होइन। सी डिभिजन ल्याइस् होइन, न केही एउटा अलि चाहिँ यसो ओहो वाउ स्पेक्टेकुलर एकदम वाउ इट लुक्स स्पेक्टेकुलर डिजाइन वाउ ल्याप्याक्स पाराको त कुनै पनि छैन त। तेरो काम केही छ र? केही प्रोजेक्ट गरेछस्? प्रोजेक्ट पनि के गर्दैछ यार तैँले त? तँ त तानेरै बस्दैछ होला होइन। तेरो साथीहरूले प्रोजेक्ट गर्ने होला, तेरो त्यो टिममा चाहिँ नाम मात्रै थियो होला तेरो होइन। त्यही भएर त पास भएपछि जेन तेन सर्टिफिकेट पारिस् होइन।
त के त एकदमै नार्सिसिस्ट होस् भन्ने त थाहा थियो मलाई होइन त साइकोप्याथ पनि होस् त कहिले ओलीसँगको इगोले देशभरि रक्तपात मचाइदिएछ होइन देशै डढाइदिएछ फेरि एउटा बच्चाले पनि नपत्याउने कुरा है ल यो चाहिँ ओलीले नै गरे हो यो 23 गते मान्छे मारे नि ओलीकै आदेशमा हो 24 गते तोडफोड गर्ने भने पनि काङ्ग्रेस र माओवादी नै हो भनेर चाहिँ तैँले कसलाई उल्लु बनाउनु खोज्या 23 गते जो चाहिँ अब मरिनी हो कि बाँचिनी हो केही ठेगान नभएर लुकेर बसिरहेको थियो सबै नेपाली काङ्ग्रेस र एमालेका कार्यकर्ताहरू तिनीहरू 24 गते बिहानै उठेर चाहिँ डढाउनतिर लागे होइन तिनीहरूलाई आफ्नो ज्यानको माया थिएन तिमीहरूले त कोराम नै मचाएको थियो त 18 देखि 24 वर्षको बच्चाहरूको ब्रेन वास गरेर तेरो सबै चिरफार गरिसकेँ मैले होइन तेरो चिरफार गर्दा के पाएँ भने मैले तैँले म्यानिपुलेट गर्ने एज रेन्ज भनेको चाहिँ मेन होइन 18 to 24 इयर्सका केटाहरू भाइ बहिनीहरू रहेछन् कलिला भाइ बहिनीहरू बच्चा हुन् तिनीहरू भने दे आर अल किड्स त्यतिको भरमा होइन तैँले सबै कोराम मचाएको जेनवाई आउनु पर्यो जेनवाई उत्रिनु पर्यो अब भात मारा आत्तदायीको सरदार कतिसम्म दुःख दिन सक्यो तैँले नेपालीहरूलाई धम्की दिँदै हिँडिरहेछन् तेरो कार्यकर्ताहरू तैँले हारिस भने चाहिँ अझ ठुलो रक्तपात मचाउने रे 23-24 को भन्दा पनि तैँले जवाफ दिनुपर्छ कि पर्दैन यसको र तेरा भरौटेहरू बालनका मरिन वर्म्सहरू हुन त तिमीहरूको गिदी सबै पिछवाडामा छ होइन मरिन वर्म्स भनेको त्यही हो तिमीहरूले सोध्नु पर्छ कि पर्दैन तिमीहरूको सरदारलाई यसको अर्थ के हो र तिमीहरूले नभने भए पनि भन्नेहरूले त भनिसके होइन बालेन शाहले हार्यो भने चाहिँ झन् ठुलो कोराम मचाइदिन्छौँ हामी रक्तपात मचाइदिन्छौँ देशै जलाइदिन्छौँ फेरि भनेर भन्नेले त भनिसके होइन प्रमाण चाहियो तिमीहरूलाई प्रमाण चाहियो मसँग सम्पर्क गर म दिन्छु प्रमाण तिमीहरूको पिछवाडामा अलिकति बढी गिदी छ उसलाई बालेनलाई चाहिँ यसको अर्थ के हो भनेर सोध्नलाई र त्यो फेसबुक स्टेटसमा जे लेखाएको थियो धम्कीपूर्ण लाइन लेखाएको थियो एउटा होइन त्यसको तात्पर्य के हो अनि त्यो र त्यो जुन त्यो यसले छरेको त्यो उम्रिया थियो छ नि एउटा त्यो झापा 5 मा त्यसले दिएको फेसबुक स्टेटसमा इन्डाइरेक्टली दिएको धम्की र त्यसको कार्यकर्ताले दिएको धम्की त्यसको राम मिल्छ कि मिल्दैन एउटै रिदमको छ कि छैन तिम्रो एउटै रिदममा छ है तेरो कार्यकर्ताहरू तयारी अवस्थामा छन् तैँले चुनाव हारेपछि फेरि के गर्ने भनेर सबै प्लान भइसकेको छ तिमीहरूको तेरो भिक्टोरियाले पनि प्लान गरेर होला होइन तैँले यसको जवाफ दिनुपर्छ हेर होइन तेरो कायर पिछवाडामा चाहिँ गिदी भएको मरिन होम्स कार्यकर्ताहरूले तँलाई प्रश्न गर्ने हिम्मत गर्दैनन् होला होइन मैले गर्छु हिम्मत बुझिस् म जस्ता लाख देशभक्तहरूले हिम्मत गर्छन् र मैले सोधेको छु ल पहिलोचोटि तैँले जवाफ दिनै पर्छ तैँले त्यो लाइन लेख्नुको तात्पर्य के हो जसको चाहिँ इन्डाइरेक्टली धम्कीकै भाषा बुझिन्छ त्यो होइन त्यसको तात्पर्य धम्की नै हो र तेरो कार्यकर्ताले तैँले हारै नहुने को हो त पात को होस् त तैँले हारै नहुने मान्छे त तैँले त युनिभर्सिटी टप गर्नु पर्यो त सी डिभिजन छ त तेरो त इन्जिनियरिङमा पनि के हो त को चाहिँ होस् त तैँले हारै नहुने अति महारथी होस् त तैँले हारे कि देशै डढ्नु पर्ने देशमा रक्तपात हुनुपर्ने तैँले भने जस्तो भएन भने तँलाई केपी ओली एकजना मन नपर्दाखेरि 19 जनाले ज्यान गुमाउनु पर्ने होइन र त्यसको भोलिपल्ट देशै डढ्नु पर्ने तेरो इन्ट्रेस्टले गर्दाखेरि तेरो इगोले गर्दाखेरि अनि त साइकोप्याथ नभए को होस् त तेरै इगो ठुलो रहेछ सबभन्दा होइन तैँले भने जस्तो भएन भने रक्तपात मचिने रे देशै डढाउने रे नेताहरूलाई कार्यकर्ताहरूलाई छानी चाहिँ जलाएर मार्ने रे होइन त्यस किसिमको ग्रान्ड डिजाइन भइरहेको रहेछ त तेरो त बाबु त उम्किन्छस् तैँले सोचे त उम्किन्छस् यो सबैबाट यो सबै गरिसकेपछि त उम्किन्छस् चुनावको नतिजासम्म मात्रै हो होइन त आरामसँग बस्ने चुनावको नतिजा आएको 1 सेकेन्डभित्रमा होइन तेरो चाहिँ चिसो खोरमा इन्ट्री हुन्छ भएन भने तैँले फेरि आफ्नो कालो कोठामा गएर के गर्छस् फेसबुकमा स्टेटस राख्दै गाँजाको सर्गो तान्दै होइन जाओ परे म बेहोर्छु भनेर त्यो कलिला 18 देखि 24 हो क्या तैँले म्यानिपुलेट गर्ने अरू कोही पनि म्यानिपुलेट हुँदैन तँसँग मैले डेटा एनालाइसिस गरिसकेँ होइन र माओवादीको पालामा जस्तै सबैजना डराउँछन् अहिले होइन नो भोट फर राजसपा भन्नलाई डराउँछन् राजसपाको विरोध गर्न डराउँछन् डराएर मात्रै हो तर माओवादीको जमाना र अहिलेको जमाना एउटै छैन बाबु धेरै चेन्ज भइसक्यो